यो चाहिँ गुरु पद्मसम्भवको सप्ताहार र छिक्दुनसोल्ते भनिन्छ। यो चाहिँ तपाईहरुले म अझ झोर्लोकबाट अथवा स्पेलिङ गरेर कसरी पढ्ने भने त्यसको बारेमा म तपाईलाई यहाँ सिकाउन गइरहेको छु। हेर्नु होला। ले फर्स्टले पढ्छ हा हा त हा शब्द हुङ हुङ भनेर पढ्नु पर्छ है। हुङ भइहाल्यो। आना र ओ रागा त गा गाया त ज्ञान ना गेन ओ गेन या शब्द युल्ला युल गाया त ग्यागीको गी युल गी अनि ना शब्द नुबा नुब ना शब्द नुबा नुब भाया त जाङा जाङ माउ छम्मा सा छम है। ओ गेन युल गी नुब जाङ छम पादा पे मा गाड्याङ बगे यसले चाहिँ पादा पे भनेर पढ्नुपर्छ। गाड्याङ बगे सर्रा सर सादा दानर दोङा दोङ पानर पो ला पे मा गे सर दोङ पो ला या माउ छान्ना छेन या छेन भइहाल्यो। माउ छान्ना र छोका छोक गागीको गी छोक गी दाउ गाना र ngoi ngoi गार डसे डुबा डुब ngoi डुब दाउ गाना र ngoi गार डा डसे डुबा डुब ngoi डुब बाउ रान्या तन्या न्याडे मोन्ये सा nye ngoi डुब nye पादा पे मा हाउ पाया त जा जसे जुङा जुङ पे मा भएन जुङ भइहाल्यो। गाउ नासा ने जुङ ने स्याटेङ बसे सा से सा शब्द सु से सु गारा डागा सा ढक से सु ढक हाउ खाना र खोर रा खोर दा शब्द दु खोर दु माउ खा हा खा हाउ गारा डाना र डो खा डो खाडो भन्ने पदमा चाहिँ कति बाहेक मान्छेले चाहिँ कस्तो पर्छ भने खान्डो खान्डो खोर्दो खान्डो मगेको भन्ने पढेको हुन्छ। हुन चाहिँ खासमा अब खाडो हो तर कति बाहेकले चाहिँ खान्डो भनेर पढेको हुन्छ। माङ माङ पानर पोसा पुइ माङ पुइ भाउ साकातक्का कानर कोर र कोर कोर माङ पुइ कोर खाया त ख्या ख्याटेङ खेदा खेत गाया त क्यागीको की खे की राजा द जा जाटेङ जेसा जे सा शब्द सु जेसु भाउ दागा दाग बाउ सागा त गा गार डा डा शब्द डुबा डुब दाग डुब काया त क्यागीको की दाग डुब की बाया त जाजीको जिन्ना जिन गाया त ग्यागी गिसा गी जिन्गी रा भाउ राला त लापा लाप फाया त छाजेको छिरा छिर लाप छिर गाउ स्याटेङ सेगा सा सिक सा शब्द सु सिक सु गाउ सान्दर सोल्ला सोल सोल अनि गा शब्द गु रा शब्द रु गुरु पादा पे मा सागीको सी दाता त दा दाहा त दा दाजीको दी हा हा त हा शब्द हुङा हुङ यो हुङ र यो पहिलाको हुङ चाहिँ एउटै हो र यसलाई चाहिँ कसरी पढ्नुपर्छ भन्दाखेरि फेरि पढेर सुनाउँछु म तपाईहरुलाई। गा शब्द गु रा शब्द रु गुरु पादा पेत मा गुरु पेमा साजीको सिद्धा साजीको सी भन्ने पढेको हुन्छ है। साजीको सी दाता त दा दाहा त दाजीको दी सिद्धि है सिद्धि भनेर पढ्नुपर्छ। जस्तै यो पाठ चाहिँ सबै हाम्रो उसमा पढ्न गरिन्छ र सर्वप्रथम अष्टमङ्गल पढेपछि यो पढ्ने गरिन्छ र यसो फेरि सिद्ध पढ्न पर्यो भन्दाखेरि हुङ ओगेन युल्गी नुब्जाङ छम पेमा केसर दोङपो ला या छिन छोगी ngुडुब nye पेमा जुङ ने शेसो ढक खुर्दु खाडो माङ पुइ कुर खिकी जेसो दागडुब की जिन्गी लाप्छिर शेक्सु सोल गुरु पेमा सिद्धि हुङ। यो चाहिँ गुरु पद्मसम्भवको
सप्ताहार सिक्दुन सोल्टेप एकदम महत्त्वपूर्ण रहेको यो हो। तपाईहरु पनि झोर्लो गरेर पढ्न आउनुहुन्न भने यहाँ हेरेर पनि तपाईले साधारण तरिकाले सिक्न सक्नुहुन्छ र बुझ्नुहुन्छ।